गुड मर्निङ नमस्कार वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चैको साथ है हजुरहरूमा नयाँ भिडियो लिएर आइसकेको छु साथीहरू। अहिले चाहिँ म यतातिर छु, छोरीलाई मेडिकल लगेर ल्याउँदैछु। बाटोमा छु हैन। बाटो चाहिँ हाम्रो गाउँको बाटो चाहिँ तपाईहरुले देख्न सक्नुहुनेछ। यता पछाडी बाटो हेर्नु न, हाम्रो यो चाहिँ गाडी कुट्ने ठाउँ, गाडी कुट्ने बाटो हो साथीहरू। हाम्रो गाउँको बाटो चाहिँ यस्तो छ, यस्तो है। तल तल चाहिँ धानहरू पाकेर पयालै भइसकेको छ भने धान पानीले धान लडाएर उस्तै बिजोग बनाइराखेको छ यहाँनेरि चाहिँ। म चाहिँ मेडिकल गएको छोरीको लागि, छोरीलाई लिएर गएको हैन। छोरीको चाहिँ त्यो अगाडिको दाँत के अरे उम्रिनु आँटेको हैन, हल्दी राखेको थियो। अनि हल्दिँदा त्यो कहिले हल्लेको त थाहा नै भएन कि। अब केटाकेटी हो, केटाकेटी खेल्नुको धुनमा हैन, अब दाँत हल्लेको थाहा नै भएन। अनि उसको चाहिँ दारा उम्रिसकेको रहेछ क्या अगाडिबाट। अनि अब घरमा पनि हल्लाको भएन, हल्लाउँदाखेरि पनि त्यो जरिएको दाँत हल्दिँदो रहेनछ खासै नि। मैले चाहिँ कति हल्लाएँ, भएन नि। यहाँ मेडिकलमा ल्याएर मेडिकलको डक्टरलाई चाहिँ भनेर केही पनि उहाँले चाहिँ फुकालिदिनु भएन, त कैँचीले यसो हल्लाइदिनु भएको थियो। अनि म आफैले फुकाल्दिएँ। अनि रुएर छोरी त रुएर है। अर्को पनि हल्लिरहेछ, अर्को पनि बङ्गारा दारा उम्रिरहेछ। अब त्यो चाहिँ कसरी फुकाल्नु पर्ने हो त्यो चाहिँ थाहा छैन मलाई। अब म फुकालिदिन्छु भोलितिर, आइदिन्छु भोलितिर फुकाल्नुपर्छ ल। अनि अगाडिको दारा त उम्रियो भने त राम्रो हुँदैन त। नाइ बाटो पनि कस्तो बिजोग छ, खुट्टा लगाउने ठाउँै छैन हिलोले। अहिले त अझ गाडी आएको छैन। अहिले गाडी आउँछ 8-9 बजीतिर, 9-10 बजीतिर गाडी आउँछ। यो बाटो अझ गाडी हिँड्नु भने त फेरि यो बाटो हिँड्नु सकिँदैन, किनभने बाटोभरि हिलो बनाएर हिँड्नु सकिँदैन। अहिले गाडी आएको छैन र यसो हिँडिरहेछौँ। बाटो चाहिँ खत्तम छ, खत्तम। गाउँको बाटो खत्तम छ हाम्रो गाउँतिर चाहिँ। तर सबैतिर यस्तै होला, पहाडको बाटोहरू अब मेन ठाउँतिर चाहिँ पिचहरू गरिन्छ हैन। अब यस्तो उसमा त गरिँदैन है। बजेटहरू पनि पार्नु पनि अब सकिँदैन नि त यत्रो बाटोलाई। अब त्यही भएर यसो ग्राबिङहरूले गर्ने चाहिँ अब ग्राबिङ चाहिँ लगाइराखेको छ यतातिर अलिअलि ठाउँ। तर अब यो लाइनतिर पनि ग्राबिङ चाहिँ लगाउने बेला भइरहेछ। बाटो चाहिँ यस्तो छ नि त बाटोमा। बाटो आऊ छोरी आऊ, इन्चु मसँग रिसाइरहेको छ, बोल्दैन अरे छोरी चाहिँ। ठिकै छ त, नबोल्ने भए। यो पर रातो टिन्लाको गाउँ चाहिँ हाम्रो गाउँ। आज चाहिँ कस्तो मजाले घाम लागिरहेछ र उज्यालो भइरहेछ नि त। पानी पर्दा गरेर चाहिँ उग्रेपछि चाहिँ राम्रो देख्छ गाउँहरू पनि। यो चाहिँ हाम्रो गाउँ है। यो चाहिँ हाम्रो घरदेखि अलिकति मास्तिरको हो। अनि यहाँ पर झुरुप्प देखिएको चाहिँ मेरो गाउँ हो, मेरो घर पनि छ त्यहाँ। तर हाम्रो घर चाहिँ देख्दैन हैन, अलिक उतापट्टि देख्दैन रहेछ घर चाहिँ। मेरो घर चाहिँ देख्दैन। अनि यता मास्तिर मास्लो गाउँ मजाले देखिरहेछ। आज चाहिँ मजाले उब्रिरहेको थियो नि त, त्यही भएर गाउँहरू पनि मजाले देखिरहेको छ। रुखपातले जङ्गल रुखपात
साथीहरू हामी हिँड्ने बाटो यस्तो छ, मान्छे हिँड्ने बाटो नै यस्तो छ, गाडी हिँड्ने बाटो पनि यही हो। कस्तो बिजोग छ त है। गाडीमा चढ्नु पनि डरै लाग्दो हुन्छ यो बाटोमा त। यस्तो त छ बाटो, पानी जम्मेर बिजोग रमाइलो भइरहेछ यहाँनिर चाहिँ बाटोको। पानी परेपछि यस्तो हुन्छ। यहाँ यता चाहिँ अब ग्याबिन लगाएको छ। म चाहिँ अहिले घर पुग्नु आँटेको। यो चाहिँ हाम्रो गाउँदेखि मास्लो गाउँ होइन। यो गाउँ हाम्रो गाउँलाई चाहिँ कोलबोटे भन्छ भने यसलाई चाहिँ पिङडाँडा भन्छ है। अनि अब एउटा गाउँ बोक्ताम भए पनि अब बोक्ताम भनेर चिन्ने पनि अब गाउँको पनि नाम हुँदो रहेछ नि त, फरक फरक। त्यही भएर यो गाउँलाई चाहिँ पिङडाँडा भन्छ होइन। हाम्रो गाउँलाई चाहिँ कोलबोटे भन्छ। त्यहाँदेखि मुनि मुनि तिनताले सङ्ग्रा के हो के यो चाहिँ गाउँ। पिङडाँडा भन्ने टोल अब यहाँदेखि हुँदो चाहिँ हाम्रो गाउँ आउँछ। आज चाहिँ कस्तो मजाले फुलिरहेछ है। हाम्रो गाउँतिर चाहिँ घाम लागिरहेको छ आज चाहिँ। पानी पर्दा पर्दा गरेर उग्रिएपछि चाहिँ कस्तो छ्याङछुङ हुन्छ नि त। त्यही भएर स्कुल जाने बेला भइसकेको छ। यहाँ चाहिँ स्कुल गएको हो होइन होला हो। ए स्कुल म चाहिँ अहिले घरमा आइसकेको। यो चाहिँ सारू टोल। यहाँ घाँस लिएर आउँदै हुन्छ लजाले। घाँस लिएर आउनु भएको। कहाँ काटेर ल्याउनु भएको? भारी ठुलो छ। हो उहाँ हेरे फोटो खिच्न आउनु है। यहाँ फिल्मको बारेमा फोटो खिच्नुलाई। म देउराली इन्चुको दाँत फुकालेर फुकालो रुयो नि। आमा कति रुयो नि। म चाहिँ अहिले घर आइपुगेको साथीहरू है। घर आइपुग्या म चाहिँ अहिले। ल साथीहरू म चाहिँ घर आइसकेको छु है। अब हिँड्दा आज चाहिँ पानी पर्दा गरेर घाम लागेपछि चाहिँ कस्तो गर्मी हुन्छ नि त। अनि म चाहिँ गलेर गर्मीले लगभग ज्यादा आधी घन्टा आउँदा आधी घन्टा लाग्छ नि त। हिँडेर जानुपर्छ नि। अहिले म चाहिँ आइसकेको छु साथीहरू।